ल नमस्ते। नमस्कार। ल हाम्रो गफै गफको आई थिङ्क यो 9th है, यो 9th एपिसोडमा तपाईहरु सबैलाई स्वागत गर्दछु। उहाँ चाहिँ भर्खरै बीजेपीएमको केन्द्रीय समितिको बैठकबाट भर्खर 10 मिनट जस्तो भयो र हामीले सोच्यौं कि अब केन्द्रीय समितिमा अब चुनाव त 2026 लागिहाल्यो। आज केन्द्रीय समितिमा के कुरा भयो, चर्चा भयो भनेर अघि हामीले प्रवक्ताको मुखबाट पनि सुनिहाल्यौं है। विशेष गरी आजको केन्द्रीय समितिको मुद्दा थिएछ 2026 को चुनावलाई चाहिँ अब सुरुवात गर्ने र अब त्यसको सँगसँगै हिजो र आज के अरे बिहारको चुनाव पनि आयो, सक्यो पनि हैन, रिजल्ट पनि आयो है। 101 मा लडेको बीजेपीले झन्डै 98 जस्तो उयो सिटै जितेछ। अनि के अरे जेडीयूले पनि 101 मा लडेको 90 को छेउछाउमा सिट जित्यो है। एकदम यसपालि त स्विप नि क्लिन स्विप है। अब त्यसको पछि पोलिटिक्स के हुँदै गर्छ ठिकै छ है। र आज अलिकति केन्द्रीय समितिको कुरा भएको छ है, अलिकति त्यहाँदेखि नै सुरु गरौँ, त्यहाँदेखि अरू हामी गफ गर्दै जाउँला। हजुर, केन्द्रीय समितिको बैठकको मूल उद्देश्य भनौँ न, जस्तै यो 26 को जुन चुनाव आइरहेको छ, 26 को चुनावमा अब हुन्छ नि राज्य सरकारमा कतिपय पार्टीहरू आफ्नो द्वन्द्व गरिरहेका छन्। विकल्प कसैले आफूलाई सत्ताधारी, कसैले विकल्पको रूपमा हेरिरहेको होला। केन्द्रमा पनि त्यस्तै होला, धेरैवटा राजनीतिक दलहरू पक्ष विपक्ष भएर लडिरहेको होला। तर पहाडको सन्दर्भमा भन्नुपर्दा यहाँ एकमात्र राजनीतिक दल बीजेपीएम नै छ भन्ने चाहिँ मूल सन्देश थियो हाम्रो अध्यक्ष महोदयको तर्फबाट। अनि आज सायद के अरे अनित सरले आफ्नो उसमा सभा बैठकमा यही सम्बोधन राष्ट्रिय लेभल स्तरमा कुनै पनि पार्टीको विकल्प होला, राज्यमा पनि विकल्प होला, तर यदि दार्जिलिङ पहाडमा हेर्ने हो भने बीजेपीएमको विकल्प बीजेपीएम मात्रै हो। क्षेत्रीय राजनीतिक दल हेर्नु हो भने, किनभने अन्यान्य जति पनि क्षेत्रीय राजनीतिक दलहरू छ उहाँहरूको जुन अस्तित्व सङ्कट हामीले धेरै दिनदेखि कुरा गर्दै पनि थियौँ है। कि त 26 को चुनाव उहाँहरू सिङ्गो आफ्नो एउटा राजनीतिक दल भएर लड्नु पर्यो, अनि गएर उहाँहरूको अस्तित्वमा छ पक्का। अब अलायन्स भएर लड्यो भने उहाँको पञ्जीकृत अब जुन छ कतिपय राजनीतिक दलको सक्यो, कतिले फेरि गुमाउने पर्ने एउटा अवस्था छ, त्यो पनि छ। अब त्यही कुराहरूले गर्दाखेरि पनि अब विकल्पको रूपमा यही नै छ, सर्वदलीय बैठक सांसदको घरमा। यो झन् छक्क पर्ने कुरा हो। बीजेपी पहिला जति बेला आएको थियो 2009 मा विमल गुरुङको हात समातेर आएको होइन, क्षेत्रीय राजनीतिक दलको सहारामा चल्दै थियो राष्ट्रिय दल। बङ्गालमा भित्राउने नै विमल गुरुङ। अब आजको दिनमा हेर्नुहोस्, सर्वदलीय बैठक चाहिँ सांसद राजु विष्टको घरमा निजी वासस्थानमा हुन थाल्यो। त्यसले अब क्षेत्रीय राजनीतिक दलहरूको अस्तित्व कहाँ पुगिसक्यो भन्नुहोस् त। एउटा सांसदको घरमा यदि उहाँहरू गएर बैठक गरेन भने यो शरण लाग्नुपर्ने एउटा स्थिति आएको छ। त्यसले पनि बुझाउँछ पहाडमा क्षेत्रीय राजनीतिक दल भनेको अहिले बीजेपीएम बाहेक छैन। र अब यसको सन्दर्भमा किनभने आजसम्ममा रिजल्ट त 100% आउट भइहाल्यो बिहार चुनावको। अहिले यो विषयमा अलिकति हामीले पनि के त अलि फेरि एउटा उयो के चल्दैछ भनेदेखि कुरा क्या त, बिहारमा अहिले जे चल्दैछ, बिहार चाहिँ एउटा सेमी फाइनल अरे, बङ्गालमा चाहिँ फाइनल हो भनेर चाहिँ बीजेपीले एउटा न्यारेटिभ सुरु गरे। अब यसको चुनावको रिजल्ट अथवा चुनावलाई तपाईले कसरी हेर्नु भएको छ? होइन, यदि बिहारकै रिजल्ट हेर्नु पर्यो भने पनि बीजेपीले त झन् माइनस साइडमा पो छ त बङ्गालको कन्टेक्स्टमा। किनभने बिहारमा सत्ताधारी दलले जितेको प्रो इन्कम्पेन्सी हो होइन। अनि गर्दाखेरि नीतिश कुमारले यत्रो वर्ष शासन गरिरहेका थिए, उहाँ नै पुनः निर्वाचित भएर आउनु भनेको यहाँ पनि यदि त्यही ट्रेन्ड फलो गर्नु हो भने बङ्गालमा यत्रो वर्षदेखि जसले शासन गर्दैछ उही फलो गरेर आउनुपर्ने। अब स्ट्राटेजीलाई पनि अलिकति ब्रेकडाउन गरेर हेर्नु हो भने 10,000 रुपियाँ महिलाहरूको खातामा पठाएकै हो, त्यो एउटा मेजर स्ट्राटेजी थियो। अनि योपालि भोटिङ पर्सेन्टेज पनि हेर्नु हो भने महिलाहरूले राम्रो पर्सेन्टेजमा भोट दिएको छ। अब त्यही कुरा हामीले बङ्गालमा लागू गर्नु हो भने बङ्गालमा त प्रत्येक महिना 1,000 रुपियाँ गरेर आइरहेको छ मिनिमम होइन। अनि 1,000 गरेर पक्रियो भने पनि 12 महिनाको 12,000, त्यो एमाउन्ट भन्दा बेसी एमाउन्ट त सालौँ धेरै वर्षदेखि महिलाहरूले पाइरहेका छन्। अनि अर्को कुरा पनि के आयो भने केन्द्रमा जस्तै बिहारमा जस्तै एउटा नीतिश कुमार एउटा अनुहार थियो नि त, पब्लिकले चिनिरहेको मुख्यमन्त्रीको रूपमा एक्सेप्ट गरेको। अब बङ्गाल बीजेपीको तपाईँले कन्टेक्स्ट हेर्नु भने बङ्गाल बीजेपीमा
न त एउटा नारी फेस छ न त मुख्यमन्त्रीको फेस छ अनि त्यो केही पनि नभएको एउटा लथालिङ्गै परेको अवस्थामा अनि जसको संगठन पनि छैन यो एउटा इम्पोर्टेन्ट पोइन्ट हो एकदमै एकदमै अनि यो विषयमा अलिकति बात मारौँ संगठन पनि अब त्यो नभएको जुन चाहिँ स्थिति छ त्यो सबै कन्टेक्स्ट यदि मिलाएर हेर्नु हो भने त बिहारको रिजल्टको 100% बेनिफिट त टिएमसीले पाउँदैछ नि एकदम बङ्गालमा त वास्तवमा बिजेपीले वकओभर दिएको जस्तै हुन्छ बिहारको यता नक्कल गर्न हो भने त्यो एउटा आइरहेको छ अनि संगठनकै कुरा फेरि हामीले संगठनको कुरा हेर्नु भने जस्तै पहाडमा हेरौँ पहाडमा संगठन बिजेपीको त न बिएले दिने स्थिति छ न बुथ लेभलमा एजेन्डै छ उहाँहरूको अनि त्यो स्थिति छ बङ्गालकै पनि त्यही हो एमएलए हेर्नुहोस् ओभरअल 77 थियो चुनाव परिणाम आउँदा 21 मा त्यो धेरैजना स्विच ओभर गरेर हराइ पनि सक्यो प्लस बङ्गाल बिजेपीकै धेरै शीर्षस्थ नेतृत्वहरूले पनि भनिसके बिजेपी बङ्गालमा सिरियस छैन भनेर होइन उहाँहरूकै हामीले बयानहरू भेटिरहेको छ त्यसले पनि के बताउँछ भने बङ्गाल बिजेपीमा अब यहाँ मिडियामा यसो 2-4 जनाले नेरेटिभ फैलाउनको लागि उत्सव मनाउनु लड्डु बाँड्नु मिठाई गर्नु र्याली गर्नु अर्कै कुरा हो तर ग्राउन्ड रियालिटी चाहिँ के छ भने न बिजेपीको संगठन छ न बिजेपीको सीएम फेस छ न बिजेपीकोमा कुनै त्यो किसिमको स्ट्राटेजी छ जुन स्ट्राटेजी चाहिँ बिहारमा थियो अनि त्यही स्ट्राटेजी फलो गर्यो भने टिएमसी अपरेन्टमा जस्तै अब यो लक्की भण्डारको तपाईँले कुरा गर्नु भने बिजेपीले के दिन्छु भन्छ लक्की भण्डारलाई 1000को बदली 1500 भन्ला 2000 भन्ला तर बिहारमा त दिइसकेर अनि तपाईँको 24 कै इलेक्सनमा हेर्नु भने कुचबिहारबाट त लक्ष्मी भण्डार त बन्द गर्छु भनेको अब लक्ष्मी भण्डार जस्तै यहाँ बढाउँछु भन्नुको मतलब फेरि ममता ब्यानर्जीलाई एप्रिसिएट गर्नु पर्यो किन त्यो योजना ठिक थियो भन्नु पर्यो विरोध गर्नु मिलेन त्यसले गर्दाखेरि पनि प्लस नारी केन्द्रित धेरै योजना कन्याश्री भयो अन्य योजनाहरू बङ्गालमा चलिरहेको छ अनि महिलाको फेरि एउटा स्ट्रङ सेन्स छ क्या वेस्ट बेङ्गलमा कल्चरल सेन्स पनि राम्रो छ प्लस भयो वुमन सेन्ट्रिक यो एउटा सोसाइटी हो जसमा पञ्चायती व्यवस्थामा पनि अन्य राज्यमा पनि छ कतिपय राज्यहरूमा अनि बङ्गालले पनि 50% रिजर्भेसन दिएको एउटा नारी नेतृत्व भएको देशमै एउटा उदाहरण हो आजको जबकि बिहारमा खालि 35% मात्रै चाहिँ अब नारीलाई त्यो भन्दा यहाँ त 15% बेसी छ अनि यस्ता धेरै फ्याक्टर छन् जुन भन्नु मतलब यहाँनिर यदि बिजेपीको न्यारेटिभमा हो भनेदेखि चाहिँ बङ्गालमा कुनै फाइदा उनीहरूलाई फाइदा हुने छैन अनि अर्को एउटा क्या त उताको एउटा फ्याक्टर थियो नि जस्तै प्रशान्त किशोर प्रशान्त किशोरले एकदम उसलाई मान्छु एकदम स्ट्राटेजिस्ट राम्रो छ होइन सोच विचार राम्रो छ तर उसको जस्तै सोसियल मिडियामा छ्याप्पी उयो थियो हामी पनि भन्थ्यो केही न केही त ल्याउला केही न केही तर उसको एन्डिङ त जिरोमै भयो र मलाई के लाग्यो भनेदेखि क्या त अप्टिक्स मात्रै चाहिँ ठिक होइन रहेछ क्या अब बाहिर देख्यो अरे हो न हो यसले के नै गर्ला जस्तो होइन सोसियल मिडियामा सेयर लाइक र कमेन्टले चाहिँ चुनाव भोट चाहिँ आउँदैन रहेछ त्यसले गर्दा चाहिँ सङ्गठन तपाईँले अघि भने जस्तै हाम्रोमा त्यसको इक्जाम्पल अझै एकजना छ नि अजय एडवर्ड होइन सोसियल मिडियामा सोच्नुहोस् के नै भयो भन्ने त्यो लाइक्सहरू किन सोसियल मिडियामा गर्नेहरू चाहिँ तपाईँको रियाक्ट गर्नेहरू बाहिरबाट पनि हुन्छ भ्युज आउनेहरू तपाईँको बाहिरकोले पनि हेरिरहेको हुन्छ त्यो डिफ्रेन्ट पर्सपेक्टिभ हुन्छ भोटरै हो भन्ने छैन नि त अब छैन अब इजरायलमा बसेर कुनै कहाँ बसेर नि हेरिदिन्छ होइन कोही नेपालको बसेर कोही सिक्किमकै बसेर हेरिदिएला तर भोटिङ त गर्दैन उसले अनि हो त्यसले गर्दाखेरि त्यो सोसियल मिडियाकै नेरेटिभलाई लिएर चाहिँ म चुनाव जित्दैछु भन्ने यदि कसैले सोध्छ भने पञ्चायत चुनाव देख्यौँ हामीले होइन अन्य चुनावहरूमा चाहिँ देख्यौँ त्यो वास्तवमा के हो भने सङ्गठन सोसियल मिडियाले चाहिँ के दिन्छ भने तपाईँलाई एउटा प्लेटफर्म दिन्छ तपाईँको विचार राख्ने तर अल्टिमेटली गएर तपाईँको सङ्गठन कतिको मजबुत छ त्यो सङ्गठनले नै चुनाव परिणाममा कन्भर्सन ल्याउने हो त्यो चाहिँ हामीले बिहारमा देखेको नीतिश कुमारको एडभान्टेज भनेको सङ्गठनको एडभान्टेज किनभने नीतिश कुमारको हाहु देखिएन नि होइन उसको पनि देखिन्थ्यो के अरे हाम्रो तेजस्वी यादवको पनि देखिन्थ्यो राहुल गान्धीको पनि झन् बेसी देखियो होइन एउटा सर्टमा 18 दिन त देखेको हो नि हामीले होइन 2021 चुनाव हेर्नुहोस् बङ्गालकै त्यसमा पनि अब बिजेपीले कस्तो नेरेटिभ लाग्थ्यो 200 सिटको नेरेटिभ थियो के नै होला जस्तो भन्ने धेरैजना कन्फ्युज पनि थियो बा बिजेपी आउला कि भन्ने तर त्यति बेलाको रिजल्ट हेर्नुहोस् 77 100 पनि पार गरेन अनि त्यो स्थिति किनभने त्यो ग्रासरुटको सङ्गठन हो अनि यो कुरा चाहिँ बिजेपीले जसले पनि यो नेरेटिभ फैलाउने कोसिस गर्दैछन् उहाँहरूले चाहिँ यो ग्राउन्ड लेभलको रिसर्च चाहिँ अलिकति गरेको हुनु पर्यो र अब यसैको सन्दर्भमा क्या त अब हामीले अब आज के अरे केन्द्र समितिले पनि अब चुनावलाई चाहिँ लिएर चाहिँ एकदमै अगाडि तपाईँहरूले सायद पर्यवेक्षक पनि बनाइसक्नु भयो अब चाहिँ के
अब के त 2026 को लागि के त तयारी त अब हामीले अब स्पष्ट रूपमा भन्नु मिल्दैन किनभने पार्टीको आफ्नो आफ्नै हुन्छ। एउटा ब्रडली हेर्दाखेरि क्या त यहाँको चुनाव कस्तो कस्तो रूप लिएला यहाँको चुनाव त विशेष गरी मलाई जे लाग्छ अनि जस्ट अब हामीले पनि जुन स्तरमा अलिअलि चर्चा सुरु गरेको छौँ यो क्षेत्रीयताकै एउटा प्रमुख मुद्दा हुन जान्छ किनभने यो चुनाव चाहिँ डिसाइडिङ फ्याक्टर हुन्छ। कतिपय राजनीतिक दलको अघि हामीले कुरा गरेको छ त्यो अस्तित्व नै विलुप्त पनि हुन सक्छ उनीहरूको एउटा डिसिजनले। उनीहरू कुन डिसिजन लिन्छन् यो चुनावमा अनि यदि त्यो डिसिजन राइट भइदिएन भने उनीहरू खत्तम हुन्छ। हुनसक्छ उहाँहरूको एउटा पोलिटिकल एडभान्टेज एउटा कुनै पर्टिकुलर नेसनल पोलिटिकल पार्टीसँग एट्याच भएर चुनाव लडौँ हेर्दाखेरि सुविधा देखिएला तर त्यो सुविधा चाहिँ उनीहरूको राजनीतिक करियर राजनीतिक पार्टी तमाम खत्तम हुन्छ। अब के त अब मैले अघि के त रिजल्ट हेर्दै गर्दाखेरि क्या मैले सायद 2049 सालमा बिजेपी त उसमा थिएन के अरे बिहारमा बिजेपी थिएन किन्दै थिएन। बिजेपीसँग अब एलायन्समा आउने पार्टी भनेको नै हाम्रो नीतिश कुमारको होइन जेडियूले नै एलायन्स गरेर चाहिँ बिजेपीलाई भिडायो भनौँ न होइन। सरकार पनि मिलिजुली सरकार पनि चला। अब आजको अब हेर्नुहोस् किनभनेदेखि मिडियामा के कुरा आइरहेको तर एउटा चर्चाको विषयमा के सुनिँदैछ भनेदेखि बिजेपी एक्लैले पनि के त सरकार नीतिश माइनस गर्नु सक्नु त्यो पनि एउटा न्यारेटिभ चल्छ। अनि त्यो हिसाब क्यालकुलेसन हेरेको साँच्ची नै हो रहेछ 122 त पुर्याउने नै रहेछ हो। र अब यसैको सन्दर्भमा यदि त्यस्तो घटना यदि बिहारमा भइदियो भनेदेखि के हाम्रो यहाँनिर क्षेत्रीयता अब यही कुरा आउँछ है। बिजेपीको साथमा एलायन्स गर्नु त बेग्लै कुरा हो तर एलायन्स गर्दा गर्दै आफ्नो घरै के त दिनु यसको संकेत त पाइसके विमल गुरुङजीले याद छ तपाईहरुको त्यो स्थापना दिवसमा बिजेपीले आफ्नै पाराले एक्लै चुनाव लडेर जित्छु भनेको ल्या भनेको क्या त उहाँको त्यो इशारै त्यही थियो। किनभने जसवन्त सिंह र एसएस आलुवालियाको बेलामा चाहिँ उहाँहरूले संगठन बढाएन तर राजु विष्ट आएर चाहिँ के गर्यो भने आफ्नो संगठन बढायो। अहिलेको मेम्बरशिप ड्राइभ बिजेपीकै कार्यकर्ता बिजेपीकै मण्डल जुन चाहिँ गर्यो नि त्यो गर्नुको मतलब फेरि त्यसमा गयो पो जुन क्षेत्रीय दलले सकायो त्यही कार्यकर्तालाई टिप्यो भन्नु मतलब क्षेत्रीय दललाई त अब मास्ने उसैले गरेको मास्दैछ नि। अनि जसले पनि अहिले सघाउँछु भन्छ अब अल्टिमेटली लास्टमा मास्नु भनेको के हो तपाईको कार्यकर्ता लाँदै लाँदै यस्तो ठाउँमा पुर्याइदियो अब तपाईँ आफै चुनाव लड्न सक्ने स्थिति छैन। अब यति बेला ठिक्क इसिआईबाट रेजिस्ट्रेसनसम्म पनि क्यान्सल गराइदियो भने त्यो फाइनल नेल इन द कफिन भन्छ नि सिधै अब त्यति गरिदियो भने चाहिँ यो पालिको जुन चाहिँ इलेक्सन छ 26 मा यदि क्षेत्रीय राजनैतिक दलहरूले एलायन्स गर्छु हामी लड्दैन तपाईले सघाउँछु भन्यो भने फुल स्टप यही लाग्छ उनीहरूको करियरमा। अनि अब यो स्थिति चाहिँ मलाई लाग्छ क्षेत्रीयता बचाउने हो भने चाहिँ अलिकति सुझबुझ पुर्याएर उहाँहरूले गर्नुहुन्छ होला। अनि एक किसिमको जिम्मेवारी जुन बिजेपीएम पार्टीले लिएको छ त्यो बिजेपीएम पार्टी आफ्नो बलबुतामा लड्नेछ किनभने बिजेपीले नै यहाँ चुनाव जितेर के परिणाम आयो हेर्नुहोस् त तपाईँ खर्साङको विधायकको रिपोर्ट कार्ड लिनुहोस् 21 तारिखदेखि अहिलेसम्म तपाईँ दार्जिलिङको विधायकको रिपोर्ट कार्ड लिनुहोस् अहिलेसम्म अनि कम्पेयर गर्नुहोस् कालेबुङका विधायकसँग हिजोस्ति भर्खर हैन 54वटा बाटोको उयो गरेको विकासकै तुलनामा किनभने विधायकको चुनाव भनेको विकासकै निम्ति हो यहाँ ठुलो अरु मुद्दा हुँदैन। अनि विकासकै मुद्दामा 3वटा यदि हामीले एमएलए को कम्पेरिजन गर्यो भने जमिन आसमानको फरक हो हैन आकाश पातालको फरक हो। अनि यो स्थितिलाई चाहिँ मतदाताले पनि बुझ्नुपर्छ। चुनाव त गर्यो लास्टमा गएर मतलब विधायकलाई खोज्ने बेलामा त्यो पाल पनि अहिले भर्खर बाँड्नु थालेको छ एक दुईजना त बर्का गएर अरू त्यो पनि उपाय छैन लास्टमा त जानु त त्यही पर्यो त्यही बङ्गाललाई गाली गरेर भोट माग्यो अनि त्यही बङ्गालकोमा गएर पाल धरि त्यहाँबाट ल्याउनु पर्ने त्यो स्थिति छ। अनि वाइ क्या त्यो पब्लिक अगाडि किन नाटक गर्ने क्लियर कट कुरा गरौँ न हैन। अब चाहिँ मलाई लाग्छ क्या त हाम्रो पहाडको जति पनि मतदाताहरू छन् है उनीहरूले चाहिँ के त पहिला मोदी चामलको नाममा हैन जबकि बङ्गालबाट नै आइरहेको थियो अब त्यो न्यारेटिभ चल्नु किनभने यहाँनिर यो फ्री अफ कस्ट जाने जुन चाहिँ न्यारेटिभ चलाउन सक्यो इस्टाब्लिस गर्न सक्यो है त्यसैले गर्दाखेरि मानिसहरू हो न हो हामीले के नै तर अहिले लास्टमा पट्टा दिने को सेन्ट्रलले दिएको छैन नि सांसदले त क्लियरली भन्यो सांसदले इलेक्सनको बेलामा चाहिँ म सेन्ट्रलबाट ल्याउँछु भनेको होइन तर जति बेला एक्जिक्युट गर्नु पर्यो यो त राज्यको सब्जेक्ट हो भनिदिने सांसदै हो। फेरि अब लास्टमा फेरि इन्टरलोक्युटरको कुरा गर्दैछ है। अब इन्टरलोक्युटरको कुरा गर्ने हो भने हिजोस्ति बजगाईज्यूले एउटा राम्रो मैले भिडियो हेर्दै थिएँ किनभने बङ्गालको विधानसभामा त पारित भएको होइन कि हामी अलग राज्य चाहिँ अथवा पृथक राज्यको चाहिँ विरोधमा छौँ भनेर त प्रस्तावै पारित गरेको। अब यदि प्रस्ताव पारित गर्ने राज्य हो अनि जस्तै के अरे राजु विष्टले के भन्दै थियो भने इन्टरलोक्युटर किन आउँदैछ भन्दाखेरि चाहिँ
यो चाहिँ राज्यको लागि हो, हाम्रो लागि होइन अरे हो। एउटा एकदम उयो उयो बयान छ, स्टेटमेन्ट छ होइन, भिडियो छ। यदि राज्यले त भनिरहेको छ हामीलाई राज्य दिने पक्षमै छैन, किनभने विधानसभा पारित गरेको कुरा। अब राज्यलाई गएर इन्टरलोक्युटरले के गर्छ भन्नु मतलब अब हामीलाई फेरि लट्याउनु। अब हाम्रो जुन कुरा अलरेडी भनिसक्यो अनि त्यही कुराको लागि फेरि सोध्न जानु। तीमाथि त्यो जति बेला विधानसभामा प्रस्ताव पारित भयो शुभेन्दु अधिकारीले पनि समर्थन गरेकै हो, बङ्गाल बीजेपीको सबैले समर्थन गरेकै छ। अनि यो स्थितिमा चाहिँ बीजेपीकै पनि अलग राज्य नचाहने अनि बङ्गाल विधानसभाले पनि नचाहने भनिसकेपछि इन्टरलोक्युटर त्यहाँ बात गर्न चाहिँ के गर्नु? त्यो टाइम पास हो के? अब त्यो के अरे यो चाहिँ के पहाडको भोटर्सहरूलाई चाहिँ अलिकति लट्याउने होइन। अब हाम्रो उयो के तान्ने चाहिँ एउटा के इन्टरलोक्युटर चाहिँ एउटा सानो ललिपप हो। अनि त्यस्तो देखिन्छ। पहिला गोर्खाल्यान्ड जस्तै राजीव प्रताप रुडीले आएको बेलामा गोर्खाल्यान्ड अर्को पालि हामी यहाँ 15 अगस्त गोर्खाल्यान्डको उसमा मनाउँछौँ भनेको त्यो ढाँट्यो, 1 वर्ष चल्यो नि त, त्यहाँबाट पत्याउनु छोड्यो। पछि यो के अरे पिपिएस भन्यो, पिपिएस पनि मान्छे वाक्कै भयो यो ढाँटेको भन्ने बुझ्यो। अब यति बेला लास्टमा सांसद राजु विष्टले चाहिँ अरू चुनावमा जस्तै पञ्चायत चुनाव भयो, जिटिए भयो, यो लास्ट लोकसभाकै भनौँ न, अनि यो के अरे यो वार्ताको जुन चाहिँ नाटक त्यो पनि पत्याउनु छोड्यो। अब लास्टमा नयाँ एउटा मसाला ल्याउनु पर्यो, त्यसको लागि इन्टरलोक्युटर हो। अदरवाइज इन्टरलोक्युटर भनेको सांसद राजु विष्टलाई जुन काम गर्नु पठाएको छ र जुन कुरा इन्टरलोक्युटरले सोध्छु भन्दैछ त्यो त इन रिटर्न छ। एउटा विधानसभाको प्रपोजल भइहाल्यो, प्रस्ताव एउटा जिटिएको प्रस्ताव पनि छँदैछ गोर्खाल्यान्ड। अनि त्यति भइसकेपछि उसलाई सोध्नु चाहिँ के पर्यो? त्यही दुईटा कागज त उसले घरमै बसेर गुगल गर्यो भने भेटिहाल्छ त। अनि हामीलाई माग्यो भने पठाइन्छ, त्यो त आवश्यकतै छैन। अनि अर्को कुरा क्या त यो एसआइआरकै कुरा गरौँ न। अब यहाँ अहिले बङ्गालमा चलिरहेको छ है, एसआइआर पनि एउटा बिग फ्याक्टर थियो के अरे बिहारमा चुनाव जित्ने होइन। किनभने एसआइआर मार्फत 42 लाख अहिले लास्टमा 65 देखि घटेर 42 लाख चाहिँ भोटर्सहरूको नाम उड्यो है। अनि तर के त मैले कतिपय रिपोर्टमा हेरेँ क्या त, हामीले यहाँनिर म वयस्क भए एउटा लेडीले बोल्दै थिएँ है, वयस्क भएदेखि चाहिँ भोट लाउँदा आएको यसपालि मात्रै लाउनु पाइनँ भन्ने कुरा एउटा त्यो घटना पनि देखेँ। अनि एउटा रिपोर्ट अनुसार यदि एसआइआरमा क्या त नाम घटेको चाहिँ कुन अब किनभने त्यहाँ जातिको अलिकति धेरै जातको धेरै ठुलो भूमिका हुन्छ है, त्यसमा घट्नेहरू चाहिँ मुसलमान समुदायबाट रहेछ, यादवबाट रहेछ र अर्को मोल्ला पनि एउटा समुदायबाट चाहिँ तिनीहरूको नामहरू चाहिँ म्याक्सिमम घटेको रहेछ है। एउटा कम्युनिटीलाई बेस टार्गेट के त्यो फेरि यहाँनिर बङ्गालमा पनि अब हाम्रो पहाडमा पनि हुनसक्छ, हुनु सक्दैन भन्नु चाहिँ मिल्दैन है। किनभने एसआरको फर्म पो साधारण फर्म छ त, तर त्यसको फर्मको पछाडिको जुन चाहिँ चक्रहरू छ नि त्यो चाहिँ खतरनाक छ, जुन कुरा कसैले बुझाउनु पनि चाहँदैन है। तपाईँलाई के लाग्छ? एसआइआरमा म अघि 1-2जनासँग बात गरेको थिएँ, अचम्म लाग्दो कुरा के छ भने 2-4जनाले भन्छ नि एसआइआर त लागू हुनुपर्छ, समर्थन गर्नेहरू क्या त लागू हुनुपर्छ भनेर छोराले चाहिँ भन्दैछ यता सोसियल मिडियामा। बाबाले चाहिँ जसले चाहिँ साँच्चै वास्तविकता थाहा छ, गहिराई थाहा छ, ऊ चाहिँ 2002 को कागज खोज्नु, मिलाउनु, दस्तावेज खोज्नु त्यो लागिरहेछ। एउटै परिवारमा बाबा चाहिँ दुःख गरिरहेको छ, छोरा चाहिँ एसआइआरको समर्थन गर्नुपर्छ भनिरहेको छ। त्यो व्यवहारिकता जसले यथार्थ बुझेको छ भर्सेस यथार्थ नबुझ्नेहरू, त्यसको एउटा जमातको आफ्नो आफ्नो नेरेटिभ छ। अब फेरि जब एसआइआरलाई गम्भीरतापूर्वक तपाईँले भनेकै कुराहरू हेर्नु भने बिहारमा हामीले देख्यौँ नि पोलिङ पछि पनि फेब्रुअरीमा दिल्लीमा भोट गर्नेहरू फेब्रुअरी मार्चतिर फेरि यता आएर भोट गरिरहेको छ। त्यो के हो होइन? तीमाथि जसले जेन्युनली भोट गरिरहेको थियो तिनीहरूको भोटिङ काटेको हामीले प्रत्यक्ष देखिरहेको त्यो भोटर दिनको पनि त देख्यौँ त 5-6 जनाको मेरो त भोट लगाइसक्यो भन्दै के भोटरको जुन डेटा छ त्यसमा पनि म्यानिपुलेसन देख्यौँ। इलेक्सन कमिसनले जुन दिन अनाउन्स गर्यो 7,42,42 लाख भन्यो, भोटिङ भइसक्दाखेरि 7,45,00,000 लाख भयो। त्यो 3 लाख कहाँबाट आयो फेरि एनाउन्स गरिसकेपछि? त्यो पनि अब धेरै यो डाटा हाम्रो होइन, इलेक्सन कमिसनले दिएको डेटाहरू। अनि यो डेटामा पनि म्यानिपुलेसन देखिरहेको छ। कसरी सम्भव छ? 3 लाख भोटर भनेको कम त ठुलो हो। सिन्सियरली गर्दैछ भने त त्यो सिन्सियरिटी देखिनु पनि पर्यो नि त। मानिलिउँ कोही एकजनाको नाम चाहिँ उसको कुनै चाहिँ स्पेलिङ गल्ती भएर उसले कुनै चाहिँ सालमा कागज देखाउनु पाएन, काट्यो अरे, जुन सिन्सियरिटी त्यो काट्नुमा देखाइँदैछ त्यो सिन्सियरिटी 3 लाख भोट बढ्यो। त्यही त अचानक त्यो पनि रात त्योमाथि फेरि जेन्युनली देखिरहेको सेलिब्रिटी फिगरहरू तिनीहरू कसरी 6 महिना अगाडि एकतिर भोट, 6 महिनापछि अर्कोतिर आरएसएस को थिङ्करहरू क्या त, थिङ्करहरू दिल्लीमा पनि अरे यता यो जुन कुरा छ यसले चाहिँ शङ्का जन्माउँछ। त्यो इन्टेन्सन बिहाइन्ड दिस एसआइआर प्रोसेस छ। तर यट भनिहाले बिहारको जुन इलेक्सन छ हाम्रो ओभरअल आजको चर्चा यदि हामीले समेट्नु हो भने
बिहारको इलेक्सनले बङ्गालमा पनि है हामी गर्छौँ भन्ने जुन छ नि त्यो हो भने चाहिँ ठिक पहिला क्या 200 सिट भन्दा भन्दै 77 मा आएको थियो नि त्यो 200 भन्दा भन्दै 50 भन्दा तल झर्छ र बुझेको चाहिँ र बिहारमा प्रो इन्कम्बेन्सी चल्यो भन्नु मतलब जुन चाहिँ सत्ता चलिरहेको थियो त्यो सत्तालाई नै जनताले रुचाए। यदि हामीले कुनै पनि कन्स्पिरेसी कुनै पनि नबुझिकन हेर्ने साधारण भाषामा हेर्ने हो भने अनि बङ्गालमा भन्दैछ बिहारमा चाहिँ यो चाहिँ सेमी फाइनल अरे बङ्गाल चाहिँ फाइनल अरे यो फाइनल हो भनेदेखि चाहिँ बिजेपी चाहिँ जाने नै हो। तर पहाडमा यदि विमल गुरुङले आफ्नो पार्टी बचाउने क्षेत्रीयता बचाउने हो भनेदेखि चाहिँ उसको क्या त अलिकति काखी बैशाखी नबनेको राम्रो। जिएनएलएफ हेरिहाल्नु भयो उसको त होइन रेजिस्ट्रेसनै उड्यो होइन अरूहरूको पनि उडिसक्यो एबिजिएलको उडिसक्यो होइन सबैको उडिसक्यो। अब अहिले रहेको को छ र विमल गुरुङ पुरानो पार्टी दल हेर्नु भने यदि यो पनि सक्यो भने त झन् सजिलो भएन बिजेपीएमलाई। त्यहाँबाट क्षेत्रीय राजनीतिक दल कुन चाहिँ छ छैन त्यहाँ बिजेपिएम मात्रै छ। अब बिजेपिएमले यसपालि चाहिँ एक्लो आफ्नै खुट्टामा उभिएर लड्नेछ है। यदि राज्यको सत्ताले चाह्यो भने उनीहरू आफै उठ्ला है त्योसँग अब हामीलाई केही पनि छैन। तर भविष्यमा पछि के हुँदै जान्छ होइन। तर अहिलेको आजको दिनमा चाहिँ है बिजेपिएम एक्लै उठ्नेछ एक्लै लड्नेछ। हामी एउटा रेजिस्टर्ड पार्टी हौँ है सत्तासीन पार्टी हौँ तर क्षेत्रीयता सबैभन्दा ठुलो कुरा हो। अनि यहाँनिर अब अरू ठाउँमा जतासुकै जेसुकै होस् हामीले पहाडमा छौँ है एसआरमा है यदि कुनै पनि एकजना पनि जेन्युइन मान्छेको भोटरको चाहिँ होइन नाम चाहिँ यदि काटियो भनेदेखि आज पनि भनिएको छ कि तपाईँहरूले बिजेपिएमलाई चाहिँ सडकमा भेट्नुहुनेछ। र आजलाई यति नै राख्नु होला है। र फेरि पनि हामी यस्तै यदि जल्दो बल्दो यदि इस्युजहरू छ भनेदेखि हामी फेरि आउनेछौँ। ल धन्यवाद।